को जानेर पनि त्यसले तिनीहरूलाई रोकेन। हेर्नु त, एली पुजारी भएर सबै पापहरूको निम्ति चाहिँ उसले प्रायश्चित गर्थ्यो, अनि अरूलाई चाहिँ उसले चाहिँ सहायता गर्ने काम गर्थ्यो, अरूलाई सम्झाउने अर्ती दिने काम गर्थ्यो, तर आफ्नै छोराछोरीलाई चाहिँ उसले गरेन। आज हामीले मण्डलीभित्र आफैले आफैलाई पनि हामीले प्रश्न गरौँ कि मैले गलत भएको कुरालाई देखाइदिएको छु, परमेश्वरको वचनअनुसार केही गलत हुँदैछ भने के मैले गलत भन्न सिकाएको छु? किनभने कति भयानक दण्ड चाहिँ त्यहाँ आइरहेको छ। एलीको परिवारमा परमेश्वरले इन्साफ गर्छु भन्नुभएको छ कि आज तपाईँ र मैले कसैलाई गलत गरेको छ न भन्दाखेरि चाहिँ परमेश्वर चाहिँ न्याय